हेलो एभ्रिवान, आज फेरि पनि गिभ अवे गर्दै जाने क्रममा मैले एकजना सरलाई भेटिसकेको छु। अब उहाँलाई चाहिँ म क्वेसन सोध्न गइरहेको छु। मेरो भिडियो हेरेर साथ दिनुहोला हस् त। हेलो सर, हजुरको शुभ नाम? बादल गोस्वामी। हजुर कहाँदेखि? म झुम्का सिमसरीबाट। हजुर अनि अहिले के गर्दै हुनुहुन्छ? म अहिले अनइम्प्लोइड छु। ए, अनि सन्चै हुनुहुन्छ? सन्चै छु। हजुर बजार घुमघाम गर्न आउनुभएको हो कि? होइन, म ठुलो आमालाई सघाउन आएको थिएँ, पानी परेर आएको थियो। ए, हजुरलाई क्वेसन सोध्नु मिल्छ? मिल्छ। हजुर नमस्ते, म चाहिँ अर्बिन आइकेर कालाबन्जरबाट है। म चाहिँ हजुरलाई एउटा क्वेसन सोध्ने छु। मैले सोधेको क्वेसनको हजुरले एन्सर मिलाउनु भयो भने हजुरलाई गिफ्ट दिन्छु है त। हुन्छ? हुन्छ, तपाईँको लागि हाम्रो क्वेसन यस प्रकारको रहेको छ, मजाले सुन्नुहोस्। टाढाको वस्तु स्पष्ट नदेखिने अवस्थालाई के भनिन्छ? सोच्नु न, टाइम छ तपाईँसँग। हल्का हिन्ट कि त केही अप्सन्सहरू दिन सक्नुहुन्छ? अप्सन हुन्छ, अप्सन अब हुन्छ तपाईँको लागि दिन सक्छौँ। तपाईँको लागि पहिलो अप्सनमा रहेको छ हाम्रो एमा छ आइरिस, बीमा दूरदृष्टि अनि सीमा नजिक दृष्टि। नजिक दृष्टि। वाउ, हेर्नु सक्नुहुन्छ गाइस, उहाँले एन्सर मिलाइसक्नु भएको छ। सो मैले सुरुमै भनेको थिएँ उहाँले एन्सर मिलाउनु भयो भने मैले गिफ्ट दिनुपर्ने हुन्छ। सो उहाँलाई म गिफ्ट दिन गइरहेको छु है त। हजुरको गिफ्ट तपाईँले कङ्ग्रेचुलेसन है त। हुन्छ, अरू बेला चाहिँ तपाईँले हामीले एउटा मात्रै गिफ्ट दिने गर्ने गरेको छ, तर यसपालि चाहिँ दुईवटा गिफ्ट पाउनुहुन्छ है त। अर्को गिफ्ट के होला एकचोटि? एनी गेसेस? छैन, हुन्छ छैन, गेस गर्न सक्नु भएन पनि तपाईँको अर्को दोस्रो गिफ्ट एकचोटि हेर्नु न, के हुँदैन। अब यो टमाटर मैले घर लिएर हजुर तपाईँको यो गिफ्ट है। टमेटो नि निकै राम्रो हुन्छ, यसमा चाहिँ भिटामिन सी पाइन्छ। कतिको खाने गर्नु थाहा छ? खाने त डेली खाने गर्छु। हजुर हाम्रो यो गिफ्ट एकचोटि ओपनिङ गरिदिनु न। यो चाहिँ तपाईँहरूको के मेडिकल छ कि के हो? हाम्रो आई क्लिनिक छ, यसमा चाहिँ चस्मा पनि सबै पाइन्छ, आँखा टेस्ट पनि गरिन्छ। हजुर एकचोटि लगाइदिनु न सर। हजुरले चाहिँ हाम्रो गिफ्ट पाए बापत तपाईँको घरमा चाहिँ कसैलाई आँखा सम्बन्धी त्यस्तो केही समस्या छ कि छैन? आँखा पोल्ने, आँखा चिलाउने, आँखामा धेरै कचेरा आउने, धेरै टाउको दुख्ने, यस्तो केही समस्या छ कि छैन कसैलाई? कसैलाई समस्या त छैन, तर समस्या आयो भने चाहिँ म अभियसली तपाईँहरूकैमा आउनेछु होइन। हजुर तपाईँलाई अथवा तपाईँको घर परिवारलाई त्यस्तो केही समस्या भयो भने हामीलाई सम्पर्क गर्नुहोला है त। अब जस्तै तपाईँको घरमा पनि कोही त्यस्तो छन्, अब हिन्डुल गर्न नसकिने अनि जस्तै हस्पिटल लग्नु नसकिने त्यस्तो अवस्था छ भने नि हामीलाई भन्नुहोला। अब तपाईँले हाम्रो एन्सर मिलाउनु भयो, अभियसली हाम्रो गिफ्ट नि जितिसक्नुभयो। अब यसको कारणले हामीले तपाईँको घरमै गएर निःशुल्क उपचार नि गरिदिन सक्छौँ आँखा सम्बन्धी छ। थ्याङ्क यू। हजुर अनि तपाईँ हाम्रो अर्बिन आइकेयर कालाबन्जरलाई के भन्न चाहनुहुन्छ? राम्रो गर्नुहुँदैछ तपाईँहरूले, गर्दै जानु होइन।